म त मकैबारीमा छु है साथी हो। यस्तो मकैबारीमा आछु दैलामुनि है। दैलामुनि आएर भिडियो गराएको छु है मैले मेरा प्यारा साथीहरू। अब म के भनौँ ल हेर्नु। ओहो यस्तो छ है। ल हेर्नु त ए लाउ माया पाइन्छ हो नि र माया पछि मलाई जुग जान चाहिन्छ शिखा देउराली तिमलाई सम्झिँदै सम्झिँदै झरे ओराली। म बसेर पहिला गाना गाउँदै घाँस काट्दै गर्ने ठाउँ हो साथी हो। यो जोगदीको ठाउँ हो है मेरो घर। के खान्छस् त? ओ यहाँ राजुको काँधैमा हो नि र माया घर त मेरो जोगदीको डाँदैमा शिखा देउराली तिमलाई सम्झिँदै सम्झिँदै झरे झरे ओराली। आहै हो राजुको काँधैमा हो नि र माया घर त मेरो जोगदीको डाँदैमा शिखा देउराली तिमलाई सम्झिँदै सम्झिँदै झरे ओराली हो तिमीलाई सम्झिँदै सम्झिँदै झरे ओराली। मेरो देउरानी नाचेछ के यहाँ मैले गाना गाइदिएका मेरो देउरानी नाचेछ के अरे कन्ठ न सन्थ गीत गाउन लन्ठ भएको आई मैले गाना गाउने होइन साथी हो। भाइ मेरो प्यारा साथीहरू अब म भोलि आउँदैछु है। मलाई माइत जान दिएनन् के अरे माइत पनि गइन है साथी हो। हे माइतै नगएर आउने भएँ घरतिर मेरो प्यारो साथीहरू। मेरो घरतिर आएर फोटो गराएँ अब यही भिडियो गराएँ घरदेखि। ओ टोपारीको गाउँ हो। ओ उहाँको गाउँ हो टोपारीको डाँडा मेरो माइतको गाउँ त्यहाँ हो के अरे। फेरि पनि जान पाइएन मलाई घरतिरै वापिसै लिने भए। ठिक छ मेरो बाआमासित भेट नभए पनि अब यहाँबाट घरबाटी देखेँ। अब घरबाटी देखेर मलाई फर्काएर लाने भए त्यही हो। अलिकति मलाई दुःख लागेको केही छैन। अब बुढाले घर जाने हो माइत नजा भनेर अब भनेपछि नजान नि पर्यो के गर्ने त है। समय छैन भनेर लगाएपछि समय नभएको कारणले म माइत जान पाइनँ साथी हो। त्यही छ दुःख लागेको होइन। मेरो प्यारा साथीहरू हेरिदिनु होला है। टोलाकोटको डाँडातिर फर्केर भिडियो गराएको छु मेरो माइतकोतिर मुख बनाएर है साथी हो। हेरिदिनु होला है मेरो